सम्पूर्णमा नमस्कार। आज म हजुरहरूको सामु एउटा भिडियो क्लिप्स लिएर उपस्थित भएको छु। खास विषयवस्तु के छ भने आजभोलिका नानी बाबुहरूले पढाइप्रति निकै कम रुचि राख्छन् भन्ने तमाम अभिभावकहरूको गुनासो हामी सुन्न पाइन्छ। त्यस कारणले त्यस्ता कारणहरू खास के हुन सक्लान् भनेर मैले आफ्नो विश्लेषण गरेर एउटा चिन्तन मनन गरेर केही बुँदाहरू यहाँ तयार पारेको छु। ती बुँदाहरू यस प्रकार छन्। पहिलो पक्ष छ, हरेक बालबालिका वा मानिसहरूको प्रत्येक क्षण केही न केही जान्ने, बुझ्ने, सिक्ने एउटा क्युरियोसिटी हुन्छ सबैमा। त्यो क्युरियोसिटी आजभोलि सबैको क्युरियोसिटी मोबाइल फोनले खाइदिएको छ। त्यस कारणले गर्दा अन्य ज्ञानका कुराहरू र पढाइका कुराहरू सिक्न अलि कम ध्यान दिने र मोबाइलप्रतिका बाहिरी संसारका कुराहरू सिक्न बढी ध्यान दिने कारणले गर्दा पढाइप्रति कम रुचि हुन गएको हुनसक्छ। अर्को दोस्रो पक्ष छ मोटिभेसन। आजभोलि हामीले सिकाउनुभन्दा पहिला बालबालिकाहरूले बाहिरी संसारको बारेमा धेरैभन्दा धेरै कुराहरू आफै नै सिकिसकेका हुन्छन्, जुन सोसल मिडियाले उपलब्ध गराइरहेको छ। र त्यस कारणले गर्दा उनीहरूले यो सारा संसारलाई धेरै परसम्म बुझिसकेको कारणले गर्दा उनीहरूले सोचेको संसार र हामीले सोचेको संसारमा फरक छ र हामीले सोच्ने गरेको किताबीय ज्ञानलाई उनले केही नै ठान्दैनन्। त्यस कारणले किताबप्रति, पढाइप्रति, हाम्रा ज्ञान हुने कुराप्रति उनी कम मोटिभेट छन् भन्ने अर्को बुझाइ हुनसक्छ। त्यस्तै अर्को तेस्रो कारण हुनसक्छ, बालबालिकाहरूले सोचेको ज्ञानका खुराक हामीहरूले सोचेका ज्ञानका खुराकभन्दा धेरै फरक छ। त्यो जेनेरेसन ग्याप हो। यस्तो जेनेरेसन ग्यापले गर्दा पनि किताबी पढाइप्रति उनीहरूको कम चासो हुनु र अनि उनीहरूले सोच्ने, बुझ्ने गरेको कुराहरूले हामीले दिन नसक्नु अथवा उनले सोचेको, चाहेको खुराक हामीले उपलब्ध गर्न नसक्नु अर्को कारण पनि हुनसक्छ। त्यस्तै गरेर अर्को विषयवस्तु हुनसक्छ, हामीहरूले जीवनलाई निकै कठिन भविष्य भएको क्षण ठान्ने गर्छौँ। उनीहरूले जीवनलाई निकै सहज, सरल र रमाउने क्षण ठान्न थालेका छन् र ठान्छन्। पढेर के हुन्छ, विदेश गएर काम नगरी हुनेवाला छैन। नेपालमा जीवनयापन गर्ने गाह्रो छ। नेपालको जुन स्यालेरी, नेपालमा पाउने सेवा सुविधा निकै कम छन्। नेपालमा कुनै सिस्टम नै छैन। विदेश जाने, दुःख गर्ने, पैसा पनि कमाउने, सिस्टमेटिक लाइफ पनि जिउने भन्ने खालको उनको एक किसिमको कल्चर डेभलप भइरहेको छ आजभोलि समाजमा। त्यो अर्को कारण पनि हुनसक्छ। त्यस्तै गरेर अर्को कारण के हुन सक्ला भने आजभोलिका बालबालिकाहरू पूर्ण रूपमा स्वतन्त्र हुन चाहन्छन्। हामीहरूका कडा अनुशासन, नैतिकता, ज्ञान गुण अनि त्यसपछि हाम्रा संस्कार, संस्कृतिहरूमा कडाइका साथ, निगरानीका साथ बस्न हुन चाहँदैनन् र विदेशी संस्कार खोज्छन्। विदेशी संस्कार नै उनीहरूले सामाजिक सञ्जालबाट, सारा अहिलेको एउटा डिजिटलाइज संसारबाट बुझेका छन्। त्यस कारणले आमा बाबुहरूप्रति उनीहरू निकै कम विश्वास त भइदिने र आमा बाबुहरूले पढ भन्ने र उनीहरूले फेरि त्यसलाई कुनै वास्ता नगर्ने गर्दाखेरि अलिकति बिचमा ग्याप भएको हुनाले हामीहरू अभिभावक असन्तुष्ट भएको अर्को कारण हुन सक्ला। त्यसरी यदि व्यापक कारणहरूलाई लिएर निहालेर हेर्ने हो भने हामीले के बुझ्न सकिन्छ भने अहिलेका बालबालिकाहरू, अहिलेको 21 शताब्दीका बालबालिकाहरूको बाल मनोविज्ञान, उनीहरूको रुचि, इच्छा, आकाङ्क्षा, आवश्यकता, क्षमता यी सबै हामीले सोचेभन्दा निकै फरक छन्। त्यस कारणले उनीहरूलाई बाल मनोविज्ञान बुझेर, अहिलेको वर्तमान परिवेश बुझेर काउन्सेलिङ गर्नु, कन्भिन्स गर्नु र फकाउँदै थ्योरिटिकल पाटोभन्दा व्यावहारिक पाटोलाई सिकाउँदै प्र्याक्टिकल कुराहरूमा लगाउँदै उनीहरूलाई रमाई सिक्ने वातावरण क्रिएट गर्न सकियो भने केही हदसम्म हाम्रो यो समस्याको समाधान हुन सक्ला। र अहिले हामीले के पनि बुझ्नु जरुरी छ भने हामीहरूले पढ भनेका विषयवस्तुहरू र उनीहरूले पढ्न खोजेका विषयवस्तुहरूमा बिचमा ग्याप हुनु छ र किताबीय ज्ञान मात्रै पढाइ होइन, त्योभन्दा धेरै पर र धेरै माथि अन्य कुराहरू हुन्छन् भन्ने कुरा अभिभावकहरूले बुझ्न जरुरी छ। त्यस कारण अभिभावक र विद्यार्थी बिचको अथवा नानी बाबुहरू बिचको सबै मेन्टल पाटोलाई तालमेल गर्न सकियो, उनीहरूको मनस्थिति बुझ्न सकियो, उनको मन, उनको इच्छा, आकाङ्क्षा, आवश्यकता, चाहना, रुचि, क्षमता सबै बुझ्न सकियो र अभिभावक पनि त्यही अनुसार ढल्न सकियो भने एउटा निश्चित संस्कारमा उनीहरूले केही कुराहरू सिकाउन सकिन्छ भन्दै म आजभोलिका नानी बाबुहरूलाई पढाउने तरिकाको बारेमा आफ्ना विचारहरू राख्न यहाँ जमर्को गरेँ। हस्त सबैलाई नमस्कार।